मा मम्मीलाई लिएर आउनको लागि एकजनाले भन्नुभयो, मम्मीले यहाँ लग्नु राम्रो छ त्यहाँ भन्नुभयो। अनि हामी खोज्दै सुकेधारा आयौँ। लगभग यो 2 वर्ष 3 वर्ष अगाडिको कुरा। 3 वर्ष भइसक्यो म यहाँ आबद्ध भएको। अनि पछि हामी फर्स्टमा चाहिँ त्यहाँ आयौँ। अनि पछि त्यहाँ गुरुले हेर्नुभयो मम्मीलाई। अनि पछि फर्स्टमा नै हाम्रो घरमा भएको कुराहरू सबै भन्नुभयो, यस्तो यस्तो छ तपाईँको घरमा, यस्तो नराम्रो छ, यस्तै दुःख दिएको छ भन्ने सबै भन्नुभयो। त्यो भन्ने बित्तिकै अब त्यहाँ पुग्नुभन्दा अगाडि नै एउटा विश्वास चाहिँ हाम्रो त्यहाँ गएपछि के ठिक हुन्छ भन्ने केही पनि थिएन विश्वास। यहाँ पनि त्यस्तै होला, केही पनि छैन होला, लाइक यत्तिकै हामी जस्ट हेर्न आएको थियौँ भनौँ न त्यो टाइममा। तर हेऱ्यौँ। अनि पछि गुरुले हामीलाई यता कार्यालयमा बोलाउनु भयो, यस्तो काम नहुँदो रहेछ हजुर, यता आउनुहोस् भन्नुभयो। अनि यहाँ आयो। अनि यहाँ आएपछि एकदम कम्प्लिटली छुट्टै रहेछ यो भनेर थाहा भयो। अनि कसलाई के बनाउने, कसलाई के बनाउने, हाम्रो जिन्दगी कस्तो दिने, कति खान दिने, यो सबै कसले गर्नुहुँदो रहेछ भनेर जुन गुरुले ज्ञान दिनुभयो। र आफूभित्रको ईश्वर चिन भनेर सधैँ भन्नुहुन्थ्यो गुरुले, जुन चाहिँ मलाई एकदम त्यो चाहिँ मेरो लाइफ चेन्जिङ एउटा फ्रेज जस्तै थियो। नेपालको तान्त्रिक शक्तिहरूलाई अलिकति जागरण गर्न र यसमा अलिकति खोज तलास गर्नमा म अलिकति व्यस्त रहन्छु। पनि कहिले पनि यो मन्त्रहरू थाहा थिएन, सबैलाई समय आउँदो रहेछ। तपाईँको नि एउटा समय आउँछ जुन तपाईँलाई एउटा रियलाइजमेन्ट हुन्छ भित्रैबाट, संसार अरू आफू बाहेक पनि अलि धेरै कुराहरू रहेछ भन्ने कुरा थाहा हुन्छ। कुल भनेको त सधैँ सदाबर हुने चिज हो। कुल जस्तै सधैँ तन्त्र मन्त्र सदा हुनेछ, जहाँ कुल छन् त्यहाँ तन्त्र मन्त्र पनि सदा हुनेछ। र अब हजुरले अहिले पनि तन्त्र मन्त्रमा विश्वास नगरे पनि केही समयमा आफै विश्वास गर्ने हुनेछ र तन्त्र मन्त्र सिक्न चाहनुहुन्छ भने चाहिँ यहाँ जय होस् टिभीमा तन्त्र मन्त्रमा चाहिँ एकदम जुन गुरुको शक्ति छ र जुन तन्त्र मन्त्र छ त्यो धेरै धेरै वर्ष अगाडिदेखि सिद्धि भएको मन्त्रहरू छ। त्यो हजुरले यहाँ आएर प्राप्त गर्नु हुन सक्ने हुन्छ। अनि